सुरु गरौँ। हेलो नमस्कार सबैजना साथीहरूलाई। आजको भिडियो कतिको बवाल छ अनि कुन विषयमा छ भन्ने कुरा थम्बनेल हेरेर थाहा पाइसक्नुभयो। भलो भिडियोको लागि लिएर आएको छु यो ट्राइपोड, जुन ट्राइपोडमा हामीले भलग भिडियो बनाउने एकदमै सहजता ल्याउनेछ। विशेष गरी यो ट्राइपोड कसरी प्रयोग गर्ने, यसको विशेषता के हो भन्ने विषयमा बताउन गइरहेको छु। अनबक्सिङ रिभ्यू भिडियो कृपया हेर्न सक्नुहुन्छ। नयाँ हुनुहुन्छ भने दीपक 909 युट्युब च्यानललाई सब्सक्राइब गर्नु साथीहरू, ताकि यस्तै भिडियोहरू तपाईँहरूले देख्न हेर्न पाउनुहुनेछ। अनि मेरो टेक अपडेट डिजे युट्युब च्यानलमा पनि आउँछ यो भिडियो, दुईवटा च्यानलमा। यो देख्न सक्नुहुन्छ। सुरुमा यहाँ यसको विशेषताहरू अनि यसको कसरी प्रयोग गर्ने भन्ने कुरा हामी स्टेप बाई स्टेप देखाउने छु। यो चाहिँ मेड इन चाइना रहेको छ साथीहरू। अनि यसको चाहिँ वेट 1.2 kg भनेको छ। ट्राइपोड हेड बिल्ड सेप भनेर लेखेको छ होइन। यसमा चाहिँ के प्रयोग गर्न मिल्छ भन्दाखेरि यसमा तपाईँको मोबाइल त अब जुनसुकै ब्रान्डको जुनसुकै मोबाइल पनि यसमा अट्याच गर्न मिल्छ। अनि अर्को चाहिँ डिसिएलआर क्यामेरा पनि यसमा सपोर्ट गर्छ। अनि अर्को चाहिँ गोप्रो पनि यसले सपोर्ट गर्छ, जसले हामी मजाले भ्लग बनाउन सक्छौँ। एकदमै कम्फर्टेबल, जता पनि मुड्न सक्ने खालको यो हो। अनि यहाँ देख्नु, अब विशेष गरी यहाँ के लेखेको छ भन्दाखेरि म हजुरहरूलाई देखाइदिन्छु। यो चाहिँ वाटर प्रुफ रहेको छ साथीहरू, पानीमा परे पनि केही फरक नपर्ने। अनि यो चाहिँ कस्तो छ भन्दाखेरि एकदमै आफूले जुनसुकै ठाउँमा पनि प्रयोग गर्नु मिल्छ, अर्थात् यो रुखमा पनि राख्न मिल्छ। अरू ट्राइपोड सेल्फी स्टिकहरू हामी रुखमा राखेर प्रयोग गर्न सकिँदैन। यो चाहिँ डोरी जस्तै बाँडेर अड्काएर भिडियो फोटो खिच्न सक्छौँ, जबकि अरू कोही साथी छैन भने। यसको मूल्य के कति छ, यसको विशेषता, प्रयोग बारे यो भिडियोमा जानकारी पुरा दिनेछु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला, ताकि यसको विशेषताहरू थाहा पाउन सक्नुहुन्छ। अनि तपाईँहरू टिकटकर हुनुहुन्छ, युट्युबर हुनुहुन्छ, भ्लग बनाउनुहुन्छ भने यो तपाईँहरूको लागि एकदम बेस्ट रहेको छ। अब कस्तो छ हामी खोल्दै जान्छौँ होइन। कसरी प्रयोग गर्ने त्यो कुरा पनि सिकाउन गइरहेको छु। ल है, मेन कुरा निस्किन्छ यसमा। वाउ, के छ अरू माल मेटेरियल छैन। यसलाई साइडमा राखिदिउँ बक्सलाई। यहाँ देख्न सक्नुहुन्छ सुरुमा यो, त्यसपछि एट्याच मोबाइल अड्काउने यो प्लास्टिकमा रहेको छ साथीहरू। यहाँ पाएर अब यो हरेक सामान के हो भन्ने कुरा पनि बताउन चाहन्छु। यो मेन हाम्रो ट्राइपोड देख्न सक्नुहुन्छ, ट्राइपोड स्टिक। अनि यो देख्न सक्नुहुन्छ जता पनि मुभ हुन्छ साथी। अनि यसलाई टाइट पनि बनाउनु मिल्छ, आफैले एडजस्ट गर्न मिल्छ। यो देख्न सक्नुहुन्छ यो होइन, यहाँ देख्न सक्नुहुन्छ एउटा प्लग, यहाँ राखेर यसलाई हामीले आफ्नो हिसाबले आफ्नो तरिकाले एडजस्ट गर्न मिल्छ साथीहरू। कृपया भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरू। यो अहिले लुज छ होइन, देख्न सक्नुहुन्छ। अब म जति टाइट गर्दै जान्छु त्यो हल्लिँदैन, देख्न सक्नुहुन्छ। यस्तो यो गर्नु मिल्छ। अनि यो चाहिँ के हो, विशेष गरी यो चाहिँ यहाँ राख्नु मिल्ने कुरा हो होइन। यसलाई यहाँ यसरी घुमाएर तल अन्तिमसम्म नआएसम्म घुमाइरहने। ओके, यो आइसकेपछि अब यो रहेको छ यो, ल देख्नुहुन्छ। यो चाहिँ सामान्य अरू कुनै महँगो ट्राइपोडहरूमा पनि यतिको राम्रो यो के भन्छ मोबाइल अड्काउने होल्डर पाउँदैन कि। देख्न सक्नुहुन्छ
एकदम तानिन्छ। सानो ट्याब्लेटहरूलाई समेत यसले अडाउन सक्छ। अनि म जुम अझै देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हेर्नुभयो भने एकदम राम्रोसँग अड्काउने देख्न सक्नुहुन्छ माथि है। यहाँ यता पनि यसले गर्दा यो मोबाइल भित्र पसिसकेपछि सजिलै नखस्ने हुन्छ। यसमा चाहिँ अरू कुनै ट्राइपोडहरूमा चाहिँ के हुन्छ भन्दाखेरि अहिले मोबाइल राख्यो भने खस्ने सम्भावना, फुट्ने सम्भावना हुन्छ। यसको चाहिँ एकदम बलियो स्प्रिङ रहेको छ। फेरि यो दह्रो स्प्रिङ पनि छ यहाँ होइन। साथै यहाँ यसरी अडाउने, मोबाइललाई छेउछेउबाट अडाउने यस्तो पनि रहेको छ। अब कसरी प्रयोग गर्नु त कृपया हेर्नुहोस् है। अब यहाँ दुईवटा दिएको छ, यो यता पनि छ अनि यहाँ तलतिर पनि दिएको छ। यसरी पनि राख्न सकिन्छ भने यसरी पनि राख्न सकिन्छ, यो आफ्नो हिसाबले। विशेष गरी म चाहिँ यहाँ राख्नु गइरहेको छु। ओके, टाइट भयो होइन। टाइट भइसकेपछि यहाँ देख्न सक्नुहुन्छ, यो देख्न सक्नुहुन्छ भिडियो यो साइडतिर यसो गऱ्यो भने अब म प्रयोग गर्ने तरिकाहरू सिकाउँछु। सुरुमा यो पनि टाइट हुनुपर्छ साथीहरू होइन। यो देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ हामी मोबाइल राखेर सुरु गर्न सकिन्छ। कसरी गर्ने, कस्तो देखिन्छ हेरौँ मैले एकचोटि। हुन्छ, म यो बुढीको मोबाइल राखेर टेस्ट गर्छु। ओके होइन, ओके होइन। अब टक्क क्यामेरा निकालेर ओके डन। अगाडि पछाडि क्यामेरा निकाल्न सकिन्छ साथीहरू, हेर्न सक्नुहुन्छ। यहाँ टक्क हामी देख्न सक्छौँ। यहाँ यसरी अल्ट्रामा त्यो स्टेबल छ कि एकदमै साथीहरू देख्न सक्नुहुन्छ। कति राम्रो भिडियो आएको छ होइन। टक्क यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू, टक्क लाएर होइन। यो यसरी। अनि यसलाई अघि मैले भनेको थिएँ जता पनि यसरी राख्न सकिन्छ, रुखहरूमा अथवा कतै होइन, यसरी राख्न पनि सकियो। अनि यसलाई मैले अघि भने जस्तै यसरी फेरि यसरी बनाएर टक्क अडिन्छ साथीहरू। एकदमै आफ्नो हिसाबले बनाउन सकिन्छ है। अनि टक्क यसरी बनाउन सकिन्छ साथीहरू, जस्तो कि हामी देख्न सक्छौँ। अनि यसलाई फेरि हामी सेटिङ मिलाउन सकिन्छ यसरी टक्क लगाएर है। ल, एकदम राम्रो लाग्यो साथीहरू मलाई है। यसलाई सिधा बनाउन सकिन्छ अथवा आफूतिर पनि यसरी ढल्काउन पनि सकिन्छ होइन, टक्क लगाएर होइन। एकदम राम्रो छ साथीहरू। ओके, थ्याङ्क यू। यसरी गर्न सकिन्छ। ल, यो तरिका हो होइन। एउटा यो फेरि यो बिचमा पनि राख्न सकिन्छ कस्तो छ भनेर। यो यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ कहिलेकाहीँ यो बिग्रियो, अर्थात् यता बिग्रियो भने दुई ठाउँमा दिएको छ साथीहरू। अर्थात् यसको चाहिँ यसरी घुमाएर पनि अघि यो तरिकाले मोबाइल राख्न सकियो। अर्थात् यसरी हो भने के भन्छ, यो मोबाइल यस्तो ठाडो हुन्छ नि टिकटकहरूको लागि, अर्थात् रिल्स स्टोरीहरूको लागि भयो साथीहरू। अब तपाईँहरूले यसको विशेषता, एकदमै विशेषता के छ भन्दाखेरि अघि मैले बताएँ कि है, यसलाई टाइट गर्न मिल्यो आफ्नो हिसाबले। अनि यहाँ चाहिँ गोप्रो अनि डिसिएलआर क्यामेरा पनि एडजस्ट गर्न मिल्छ साथीहरू। यहाँ राखेर टक्क होइन, कतै यात्रा गर्दै गरेको भलागरो, अर्थात् इन्टरभ्यू गरेको भलागरो, फेरि भिडियोहरू बनाउन सकिन्छ साथीहरू। यो चाहिँ एकदमै मलाई मनपर्ने विशेषता चाहिँ यो एडजस्ट गर्न मिल्छ कि होइन। टक्क यो यस्तो माटो अर्थात् आलु भन्दा पनि ज्यादा पनि मिल्ने खालको त्यस्तै कि टक्क यसलाई यतिको हिसाबले देख्न सक्नुहुन्छ। अब मिलाएर गऱ्यो भने टक्क बस्यो होइन। अब अरू जस्तै एल्युमिनियम अर्थात् अरू फलामको लियो भने यसरी माथि त मिल्दैन, एकचोटि माथि पनि गइगयो होइन। यो चाहिँ एकदम एडजस्टेबल छ। भिडियो एकदम स्टेबल बनाउँछ यसले पनि। कुनै यसले गर्दा गिम्बलको आवश्यकता पनि पर्दैन। गिम्बल जस्तो पुरै काम त नगर्ला, तर गिम्बलको जस्तै काम गर्छ साथीहरू। मैले अनुभव गरेको भिडियो हो यो। अनि यो रातो देख्न सक्नुहुन्छ, यो पनि घुम्छ साथी। यसलाई चाहिँ यो पनि
टाइट गराउने कि लुज गराउने कि भन्ने कुरा यो रातो देख्न सक्नुहुन्छ, यो हुन्छ। यो पनि टाइट लुज बनाउन सकिन्छ साथीहरू। अनि वाटरप्रुफ अघि भन्ने थिएँ, वाटरप्रुफ यसमा पानी पसे पनि कुनै पनि असर इफेक्ट गर्दैन। त्यसैले आजको थियो यो ट्राइपोड अनबक्सिङ रिभ्यू। कृपया यो भिडियो तपाईँलाई कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्नुहोला। अनि भिडियो मन पऱ्यो भने दीपक 909 युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस्। अनि मेरो टेक अपडेट डिजिएम युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद छ। अब यसबाट बब्बालको भिडियोहरू भ्लगहरू आउनेछ है त साथीहरू। कृपया मेरो भ्लग मेरो च्यानललाई माया गरिदिनुहोस् हैन। 1K प्लस भइसक्यो, एकदम खुसी छु। अब भिडियो धेरै हेर्नुभयो भने मेरो वाच टाइम पुग्नेछ साथीहरू। भिडियो धेरै हेरिदिनु हुन एकदम अनुरोध गर्छु ल। यो चाहिँ एकदमै यसको एउटा कुरा छु त है, यसको प्राइस के कति छ भनेर तपाईँलाई लाग्यो होला है। म चाहिँ आफ्नै मान्छेबाट अलि मिलाएर लिएको यो हैन। अनलाइनमा चाहिँ तपाईँहरूले अझै महँगो पनि पाउन सक्नुहुन्छ। उहाँले चाहिँ यहाँ यसको रेट कति लेखिदिनु भएको छ भन्दाखेरि लेखेको जस्तो लाग्यो, त्यस्तो महँगो छैन साथीहरू। देख्नुहुन्छ यहाँ अलिक क्यामेरा उल्टो भयो, तपाईँहरू बुझ्न सक्नुहुन्छ। 1350 1350 को रहेछ साथीहरू। यो अनलाइनमा कुनैमा महँगो छ भने कुनैमा सस्तो पनि छ, एउटै क्वालिटी भयो भने। तर अनलाइनमा चाहिँ अलिक होसियार हुनु होला एकदमै हैन। यस्तो सामान ओरिजिनल विज्ञापनमा देखाए तापनि पठाउने चाहिँ अलि डुप्लिकेट खालको पठाउँछ नि, होसियार हुनु है। यहाँ देख्न सक्नुहुन्छ विभिन्न गोप्रो DSLR क्यामेरा फोन देख्न सक्नुहुन्छ। यस्तो फिचर छ यसमा हैन। अब यसको अरू विशेषताहरू पछि थाहा पायो भने म हजुरहरूलाई फेरि सो गर्नेछु, त्यस्तो भिडियो लिएर आउनेछु। कृपया भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट गर्नु होला है भन्दै अब म तपाईँहरू माझबाट बिदाई लिन चाहन्छु। धेरै धन्यवाद छ। बाई बाई, गुड नाइट।